So hello guys, welcome back to my channel. It's me, your boy Noel Lama. Mr. Suritaबाट फेरि पनि वेलकम ब्याक छ मेरो च्यानलमा। र आज चाहिँ डे 3 मैले चाहिँ एउटा के मिस्टेक गरिरहेको छु भनेर चाहिँ नि हैन अप्रिल भन्नुपर्ने मार्च कि मार्च भन्ने हेर्छु हैन। त्यसको लागि एकदमै सरी ग्राले मलाई भनिदिनु एकदमै धन्यवाद। अब अहिले चाहिँ 10 बजिसक्यो साथीहरु, एकदमै ढिलो उठाएको छु म। अनि यताबाट खानाहरु सब पाइसकेछ, अब खाना खानुपर्ने। अनि चाहिँ म इटरी जानुपर्ने छ आज, किनकि मेरो आज चाहिँ फाइनल रेकर्डिङ छ। अनि त्यसपछि फाइनल रेकर्डिङ यहाँ सकेर मन्डेतिर चाहिँ हाम्रो सुट सुरु हुन्छ, भिडियो सुटिङ। अनि त्यसपछि सकेर अनि न्यू इयरको दिन चाहिँ म भिडियो हाल्दिन्छु। आशा छ तपाईले धेरै माया देखिदिनुहुन्छ। र आज चाहिँ एउटा भिडियो पनि अपलोड गर्न गइरहेको छु। आज चाहिँ अर्को न्यू इयर लामा अफिसियल भनेर च्यानलमा अपलोड गर्छु त्यो भिडियो चाहिँ। त्यहाँ चाहिँ हिजो हामीले फन गेमहरू खेलेको थियौँ, हो त्यो हाल्छु। सो के कसो हुन्छ हेर्नु होला, इन्जोय गर्नलाई साथीहरू। स्टोरीमै त आज चाहिँ म स्टोरी जान्छु, के कसो हुन्छ सबै देखाउँछु। सो अहिले साथीहरू अहिले चाहिँ खानासाना खाएर बसिरहेको छु। भिडियो अपलोड हानिसक्यो, तपाईँले गर्न सक्नुहुन्छ भिडियो है। यता हानि सक्नुहुन्छ हाम्रो भिडियो हिजोको यो चाहिँ त्यही हो त्यो त। त्यो त मेरो रमाइलो भिडियो छ। सो गाइजहरू गएर हेर्नु होला, माया देखाइदिनु होला होइन। 1000 भ्युज गऱ्यो भने चाहिँ हामी बेल्ट गेम लगाउँछौँ। त्यही भएर भिडियो सबैजनाले माया गरिदिनु होला साथीहरू ल। अब के कसो हुन्छ म के गर्छु कसो तपाईँलाई देखाइहाल्छु। भिडियो अपलोड गरेको चाहिँ तपाईँलाई के अरे न्युज चाहिँ अपलोड गरेको है त साथीहरू। रेकर्डिङ सकेर साथीहरू हामी खाजा खाना आएको छौँ। रेकर्डिङ पनि एकदमै दामी भयो, 2 घन्टा लगातार गायो, पसिना खलखल भइरहेको छ। अहिले चाहिँ हामी रुल्स एन्ड बसमा आएको छौँ। ए मुभी हुन्छ, यतापट्टि बाबा हुन्छ, टक्करसँगले लोकेसन चाहिँ यहाँ हो। खाजा खाइयो है साथीहरू, खाजा खाइयो। अब नहुने गरी खाजा खाइन्छ है त। ए ल ल अहिले चाहिँ हामी इटरीको चोकमा छौँ। यहाँ यो गाडी पार्क हानिदिएको मेरो बाइकको नआएको कार। अनि अहिले चाहिँ हामी यहाँ खेलमा नाटेको साथीहरू होला छ, गिरी छ अहिले चाहिँ यहाँ। हामी चाहिँ यता नाटेको वाइट फेदरमा। सो त्यही हो। गाइस अहिले चाहिँ हामी जिफो कलेक्सनमा आएको छौँ सुज हेर्नुलाई। मलाई ब्ल्याक सुज सेल्सीको चाहिएको भेट्दै भेटेन यार। जिफो कलेक्सन कस्तो छ यो। गाइस अहिले चाहिँ हामी यहाँ जुत्ता किनिसकेको छौँ। भरे दिन्छु रिभ्यूमा घरमा गएर जुत्ताको क्या छ है। बाबाले यो किन्नुभएको छ। कति पर्छ यसलाई? 60 पर्छ। हजुर 3550 60 पर्छ है। चेन खुल्लै छ। अनि मेरो जुत्ताले त्यस्तो 10,000 कि 11,000 होला सायद, त्यस्तो कति पर्यो। सो हाम्रो त्यहाँ पर छ बाइक र कार। अब चाहिँ हामी चल्दैको साथीहरू घरमा गएर भेट्छु है त। कान्छालाई साइकल छान्दै गरेको अवस्था कुन चाहिँ भाजु? यो रातो रातो त त्यसले त फेरि हेर्ने बित्तिकै उयो सिकाउँछ नि फेरि। कालो यही रङको मात्र आउँछ। ब्ल्याक छ नि त, रेड ब्ल्याक। केटीको देखिन्छ
केटी किन्नेको भन हामी के भन्छ सरी ल यो वाला गियर साइकल चाहिँ भाइको लागि साथीहरू भाइको साइकल गियरवाला टक्कसँगले कति गियरसम्म छ हौ यो 7 सम्म रहेछ पैसा पनि हुँदैन त बेलबारी बजारमा अहिले चाहिँ चोकैमा पर मेरो बाइक हो रातो रातो सो त्यही हो गाइस अहिले चाहिँ म घर आइसकेको छु मेरो 10 जुत्ता 10 जुत्ता आयो दाइको के हेर्छ त दाइको 10 जुत्ता खोजेर हेरेँ अबि फेरि त हिरो भएको उता त उता त हिरो भएको सिक्छ यस्तो हा के त हिरो भएको मेरो 10 जुत्ता हेरौँ त 10 जुत्ता हेर्छु न मेरो हेर न हेर जुत्ता होइन ए अर्कोमा छ यसमा राम्रो छैन यो चाहिँ कति हो यो 10,990 कति हो त्यो गदा अनपढ तँलाई पढ्न आउँदैन गदा तँलाई भोक किन भोक लाग्यो तँलाई भोक चाहिँ किन लाग्यो भुडी देखा न भुडी देखा ब्लगमा भुडी देखाइदिएर ल ल त्यहीँ एकदम सक्यो अब हिरो रुन्छ क्या इमोसनल हुन्छ क्या इमोसनल जा साइकल कस्तो लाग्यो राम्रो खिच्दैन कस्तो छ च्याट न च्याट त्यो च्याट त्यसै च्याट चाहिँ सबै राम्रो च्याट न चाट सुरुमा चाट यता आदिमान यता कस्तो लाग्यो रुन लागिसक्यो नि अबे कस्तो क्युट देखेको बाँदरको बच्चा जस्तै आइहाल्छ नि कुदाइदिएको काट ल ढोक छोडा म चाहिँ धन्यवाद है दाया धन्यवाद गर ओइ दाया धन्यवाद गर एकछिन धन्यवाद ढोके जिउ गऱ्यो ल ठिक छ कस्तो लाग्यो त यार भन्न कस्तो लाग्यो यसलाई अब किन किने मेरो बाइक थोत्रो भइसक्यो मेरो नयाँ फोनको कभर गाइड चाहिँ कस्तो छ त भन्नु पऱ्यो है त ल सो अलराइट गाइस अहिले चाहिँ म घर आइसकेको छु है अनि तपाईँले देखिसक्नु होला भाइलाई चाहिँ एउटा नयाँ साइकल गिफ्ट दिएको किनभने त्यसको एक्जाम सक्यो आज अनि छुट्टीको बेला अब साइकल गर्दै बस्छु के गर्छ त भनेर चाहिँ साइकल किनेको धेरै गियरवाला सिपेन गियर भएको अनि त्यसपछि आज जुत्ता पनि किनेँ मैले चेल्सीको खोजेको मैले तर पाइनँ अनि एउटा खै कुन चाहिँ कम्पनीको पनि थाहा भएन नामै विषय किनेको छु भोलि फेरमा टक्क लाउनलाई अनि कोट छ नयाँ टक्क कोट सुजहरू छ मैले टक्क चिट्टिक्क भएर जाने हो तर भोलि ढिलो उठ्यो भने चाहिँ बर्बाद हुन्छ है ढिलो उठ्यो भने चाहिँ बर्बाद हुन्छ छिटो उठ्यो भने राम्रो हो ढिलो उठ्यो भने चाहिँ गीती हुन्छ अनि सो त्यही हो साथीहरू अनि अरू कुरा त अब के छ अरू कुरा त भन्नु लागि पनि छैन अनि आज के कस्तो गरेँ सबै कुरा त मैले देखाइहालेँ तपाईँलाई आज मेरो भोकलको फाइनल टेक थियो त्यो पनि दिइसकेँ अनि शनिबार चाहिँ बसेर टक्कसँगले फाइनल गरेर अनि सोमबार चाहिँ हाम्रो सुट हुन्छ सुट कम्प्लिट गरेर अनि 1 गते चाहिँ भिडियो अपलोड हुन्छ सबैजनाले हेरिदिनु होला माया देखाइदिनु होला र आज चाहिँ मैले 10 बजी एउटा कमेडी भिडियो हालेको थिएँ हाम्रो फन्स गेमहरू थियो त्यो पनि तपाईँले हेरिदिनु होला माया देखाइदिनु होला साथीहरू ल आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु किनभने अब म सुत्छु फेरि भएर उठेर खाना खाएर फेरि सुत्छु किनभने भोलि बिहान नै उठ्नुपर्छ अनि भरे ढिलो भयो भने के भयो भने अलिक गाह्रो पर्छ त्यसैले चाहिँ अब म सुत्छु साथीहरू ल अहिलेसम्म हेरेर साथ दिनुभयो धन्यवाद थ्याङ्क्स फर वाचिङ बाई बाई